हेलो गाइस, सम्पूर्णमा नमस्कार। तपाईहरुलाई स्वागत छ आज यसको छोटो मिठो भ्लगमा। र आज चाहिँ हाम्रो बिहानीको सुरुवात चाहिँ गोल खेलेर हुँदैछ। हामी कहाँ गरेका भन्नु त? हाम्रो बिहानीको सुरुवात 5 बजी नै भइसक्यो। त्यसै हाम्रो साथीले चाहिँ हामीले बिहानको नास्ता गरिसकेन हेर्नुहुन्छ। मैले हेल्दी त्यहाँ त हेल्दी हाम्रो चना स्पोन्सर थियो एउटा चाहिँ बलगम किनेको केटाहरूले बिहान यस्तो यस्तो खान्छ यार। अनि यिनीहरूको मलाई यस्तै हुन्छ त्यसै मान्छेहरू नै हेर्दै मलाई हाम्रो साथी चाहिँ हामीलाई बिहानको नास्ता खुवाएको छैन उता एकदमै हाल्दै चना हाम्रो यहाँ दोस्ती एके सफल दितामाङ यो टिप दितामाङ। अब गाइस हामी त एकजना माछावालाको छोरालाई माछावालाको छोरालाई भेटेर गइरहेको छु होइन। अल ओभर फ्रम बिहार, वडा नम्बर 2 बिहारको माछावालाको छोरा। नेपाल बसेर 2 वर्ष भयो। तर ऊ चाहिँ त्यहाँबाट होइन, बिहारबाट होइन, बिहारबाट होइन, बिहारको मणिपुरबाट हो हाम्रो साथी चाहिँ। अब उसले धेरै माछा भात चाहिँ उसले है थकालीमा गयो भने नि माछा खान्छ। उसको नाम चाहिँ हामीले भन्दैनौँ, तपाईँलाई हामी सिधै भेटाउँछौँ उसँग। नेपालकै मोस्ट ह्यान्डसम, नेपालकै मोस्ट एट्र्याक्टिभ लुक्स भएको मान्छे के माछावालाको छोरा। अहिले नाम म नाम भन्दैन, अहिले भेट्छु तपाईँलाई भेटाउँछु म। गाइस हामी चाहिँ अहिले ठ्याक्कै हो मानवको गेटमा छौँ होइन। पुगिन आँट्यो अब, धेरै भनेको 5 मिनट होला होइन। आज 5 मिनट हुन्छ। उसको लुक्स, उसको स्वाग, उसको दाम उस हाम्रो केटा ह्यान्डसम छ। उसको लागि एकजना गर्लफ्रेन्ड खोजिदिनु पर्नेछ। कृपया कोही हुनुहुन्छ भने कमेन्टमा आफ्नो इन्स्टाग्राममा ल्याइदिनु होला। अनि हाम्रो साथीको लागि पनि एकजना कमेन्टमा इन्स्टाग्राममा ल्याइदिनु होला होइन। चक्लेटी बोय एक चक्लेटी बोय सेन्टाराम खान्छ, एक चक्लेटी बोय होइन। सेन्टाराम खान्छ, एक चक्लेटी बोय। लगाइछ हाम्रो केटाहरू सबजना यहाँ छ होइन। हाम्रो यहाँ बरुण छ, यहाँ छ हाम्रो सौगाहरू। उसको इन्डस्ट्रीमा मलाई एक्सन गर्छ है। मुरादको क्याप्टेन आएन आज, उता हाम्रो छ हेमन्त। मुरादको क्याप्टेनले आइडी रिएक्ट मैले तपाईँलाई भनेको थिएँ नि माछावालाको छोरा को भनेर। आज म तपाईँलाई भेटाउन गइरहेको छु माछावालाको छोरा एके सन्देश पकवाल, माछावालाको सन। हेमन्तको गोल त कहाँ गइसक्यो होला त। एउटा बुढियाले फुटाइदिएको होइन नि। तिम्रो पैसा आउँदैन आज साथी। हल्का इन्ट्रेस्ट छ यहाँ मलाई सबै चिन्छ कि तिमीलाई हल्का छिटो जस्तो हल्का यहाँ हेमन्त 7 नम्बर छ यहाँ। यति भएपछि के चाहियो अरू होइन, पढ्दै पर्दैन नि। यति भएपछि केही पढ्दै पर्दैन, सकियो नि नामै सक्यो। हेमन्त सक्यो नामै स्टार्ट। मेरो चाहिँ धोको छ जर्सी, यसको चाहिँ धोको छ जर्सी। यो चाहिँ अब हल्का मामा घर जान आँटेको राजा, त्यही भएर यस्तो मेरो त पाएको छ। गाइस सबैले चिन्ने हुन्छ होला उहाँलाई होइन, उहाँलाई सबैले चिन्ने हुन्छ होइन। So hello guys, welcome to my new video. It's me Raj Shrestha vlog. I'm today playing football game. I hope you like my game. So guys, today after a long decade we are moving apart 5 kilometers away from my home to play volleyball to play football with my friends. My friends are here. My major friend Yushan Rai is here. So yes, these guys are laughing, but this guy in banyan in sando is my friend Pragyan, and the jersey guy without. Okay, here is another friend, Mr. Hemanta, and Raj Shrestha King is here. Oh my God, nice smile. Oh. आज यहाँ हामीसँग को छ यहाँ हाम्रो एसएम बोय हाम्रो क्लासको चाहिँ हुन्छ उसको गेटअप पनि क्या राम्रो छ होइन। आज यस्तो ह्यान्डसम भएर आइदिरहेछ।
केटाहरू यहाँ मुसा खेल्दैछ यो पनि खेल्न आएको छ यहाँ दिस इज स्किल्स अफ हिज लाउडा जस्तो स्किल भाइ तेरो स्किल देखियो भाइ क्यामेरामा ल भरे भ्लग हाल्छु भ्लग कसम भ्लग हो त सुरुमा यहाँ हाल्नुपर्छ कि अनि रिच बढाउनु पर्छ ब्याक साइड ब्याक गरेर गोल्सोल सकेर अब चाहिँ लाग्दैन हालेको सबजना केटाहरू तपाईँले हाल्छ सबजना अब गाइज लाग्दैन हालेको ल गाइज सबजना सपोर्ट गरिदिनु होला गाइज म गाइज लाइक सब्सक्राइब ल गाइज अर्को भ्लगमा भेटौँ ल